3 स्पाइसी करेन्ट नुडल्स चाहिँ मैले आज पहिलोचोटि ट्राई गरेको हो के। अनि यो चाहिँ धेरै पिरो हुन्छ होला जस्तो सोचेको थिएँ मैले चाहिँ, तर त्यस्तो धेरै पिरो नहुँदो रहेछ। मलाई चाहिँ 2 स्पाइसी करेन्ट नुडल्स जस्तो नै लाग्न चाहिँ। अनि करेन्ट चाउचाउको यो 2 स्पाइसी हुन्छ नि, हो योभन्दा चाहिँ यसको स्वाद अलिकति फरक हो कि जस्तो लाग्यो मलाई चाहिँ। सायद पहिलोचोटि खाएको भएर पनि होला, अनि अर्कै चाउचाउ खाइराख्ने बानी भएर पनि होला कि के भएर हो कुनि। अनि यसमा मसला चाहिँ अर्को चाउचाउमा भन्दा अलिकति बेसी आउँदो रहेछ क्या जस्तो लाग्यो मलाई चाहिँ। 2 स्पाइसी भन्दामा चाहिँ अलिकति बेसी आएको हो मसला जस्तो लाग्यो। अनि मैले चाहिँ एउटा गजबको पिरो चाउचाउ लिएको थिएँ, अनि एउटा चाहिँ 3 स्पाइसी करेन्ट नुडल्स लिएको थिएँ। अनि त्यसमा चाहिँ मैले अलिकति चनालाई हालेर पकाइदिएँ। अनि कस्तो मिठो भएको थियो क्या खाँदाखेरि चाहिँ। यो मसलाहरू चाहिँ मैले सबै हालेँ, अनि पिरो हुन्छ कि बा जस्तो लागिरहेको थियो, तर पिरो चाहिँ थिएन, खासै पिरो चाहिँ लागेन मलाई। अनि यो चाहिँ हाम्रो घरमै फलेको लोकल कागती कत्रो ठुल्ठुलो फलेको छ, अनि कति धेरै रस छ क्या, झरिलो। अनि मैले प्लेटमा हालेँ, त्यस पछाडि चाहिँ माथिबाट प्याज हाल्देँ, अनि आधी टुक्रा कागती, एउटा खोर्सानी, अनि त्यस पछाडि चाहिँ माथिको सिजनिङ कि के भन्छ यसलाई। अनि एउटा बहिनीले अस्ति नै कमेन्ट गरिरहेको थियो क्या, दिदी तपाईँले कति धेरै खोर्सानी खानुभएको, धेरै खोर्सानी खानु हुँदैन पो त, खै के हुन्छ त्यस्तै के हुन्छ भनेर कमेन्ट गरिरहेको थियो। अनि यो खोर्सानी छैन भने त कस्तो खानेकुरा मिठै छैन, मिठै भएन जस्तो लाग्छ मलाई चाहिँ। अनि खोर्सानी चाहिँ चाहियो, एनी हाउ खोर्सानी चाहियो, खोर्सानी र कागती चाहिँ कम्पलसरी हो है त। अनि त्यस पछाडि चाहिँ मैले गम खाएँ। मलाई चाहिँ सधैँभरि खाइराख्ने बानी भएर होला, यो चाउचाउ भन्दा चाहिँ अलिकति बढी चाहिँ 2 स्पाइसी करेन्ट नुडल्स नै मिठो हो कि जस्तो लाग्यो। तर यो पनि खासै नमिठो भन्न चाहिँ मिल्दैन, खाने बानी नपरेर होला, मिठो नै थियो खाँदाखेरि चाहिँ। हजुरहरू पनि एकचोटि ट्राई गर्नु होला। कसले खानु भएको छ एकचोटि कमेन्ट गर्नुहोस् है त। मैले चाहिँ पहिलोचोटि खाएको हो यो 3 स्पाइसी करेन्ट नुडल्स चाहिँ। थ्याङ्क्स फर वाचिङ एभ्रिवान।